2000 बरस को इश्क होगा, उस रोज पूरा लाहौर इश्क करना हमसे सीखेगा। एक बार देख लीजिए, एक बार देख लीजिए, दीवाना बना दीजिए, एक बार देख लीजिए, जलने को है तैयार हम, परवाना बना दीजिए, एक बार देख लीजिए। इतनी पी के जा ना सके, उठकर कहीं भी हम, आँखों को अपनी आप एक मैं खाना बना दीजिए, एक बार देख लीजिए, दीवाना बना दीजिए, एक बार देख लीजिए। एक बार देख लीजिए। त्यसलाई हटाउनुहोस् त। अब यो छोरीको बुढी औँला समातेर उहाँलाई जिम्मा लगाइदिनुहोस्। मेरो लक्ष्मी छोरी हजुर नारायण स्वरूप वरलाई मैले जिम्मा लगाइदिएको छु भनेर हजुरले यसो त्यहाँ भूमिमा साक्षी गर्नुहोस्। उहाँको हात लगाएर भूमिमा छुवाउनुहोस्। त्यो हात लगेर यसो भूमि साक्षी है, हजुरले होइन उहाँले छुवाउनु। अब हजुरले भन्न पर्यो हो, स्वस्ति प्रजापतये कन्यम प्रतिक्रीडामि देवता तथा देवतीमां प्रतिक्रीडामि। ल अब हजुरहरूले त्यति राख्नुहोस्, वरलाई नमस्कार गर्नुहोस् हजुरले। ओम गौरी कन्यम कनक सम्पन्ना कनकाड भरणरितं ददामि विलपितुभ्यं ब्रह्मलोक जिज्ञासे कन्या मम कृते भूया कन्यादेवी पार्थे कन्यामेतेक भूया जनमोक्ष ममांग धर्म अर्थ काम मोक्ष संस्कृतहरूलाई साक्षी राखेर मैले हजुरलाई मेरो लक्ष्मी स्वरूप कन्याले जिम्मा दिएको छु, राम्रोसँग पाल पोषण गर्नुहोला भनेर सम्झिने है त। अब त्यसपछि हजुरले मान्छेको त दान प्रतिष्ठा हुँदैन, त्यही पनि अलिकति दान प्रतिष्ठा सङ्कल्प गर्दै ज्वाइँलाई बुझाउनुपर्छ, पैसा ल्याउने अलिकति प्रदत्तमय तत्सत्नमौ स्वस्थिति हरिहरि। ल त्यसलाई अब हजुरले यानी कान्छ पापान जन्मान्त के जान्छ तानी सर्वै नचन्दु प्रदत्त या गुरुलाई दिनु यता दिनु टाउको झुकाउनु है। ओम देव। ल अब म ओम ल लगाइदिन्छु। ओम मङ्गलम भगवान् देवो मङ्गलम वेद मङ्गलम हरिकाचा मङ्गलाय धनुहरि धनिवलं श्रीनं धनिवाता अरुण छ यो स्मरामि। ल अब यति हो ल कोड नि ल्याऊ। ल कन्यादान दिने खोइ लाटा टिका लगाइदिनु हजुरले चिनाउनु बुवा भनेर चिनाउनु। ल हजुरले टिका लगाइदिनु मलाई, टिका लगाइदिनु। बुवालाई टिका ला भन्दा बुवालाई ल भाइ अब आमालाई भन्ने नमस्कार गर्नु। ल अब भाइहरू दाइ दादी अरूलाई पढ्दै कन्यादान दिनु गाजल त्यो तिम्रो मेटाइदेऊ न,
तिम्रो आँखाको रङ हेर्न मन छ बाँधेको केश फुकाइदेऊ न हावाले उडाको मन पर्छ नढाक न मुहार श्रृङ्गारले नढाक न मुहार श्रृङ्गारले चन्द्रमामा पनि दाग हुन्छ चन्द्रमामा पनि दाग हुन्छ भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने छिटोलेर अँधेरोलाई उज्यालो देखाउने चम्किला झुम्किरी झै आँखा गहिरो समुद्र भए जिन्दगी मेरो किनारा देखाउने तिम्रो हात सुरिलो त के छ र गीत मेरो सुरिलो त के छ र गीत मेरो जति तिम्रो आवाज हुन्छ जति तिम्रो आवाज हुन्छ आशा यही हो सधैँ तिम्रो साथ पाउने जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने तिमी हौ 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 मलाई चाहिने परवाह नगर यो दुनियाँको तिमीमै बसेको छ दुनियाँ मेरो परवाह नगर यो दुनियाँको तिमीमै बसेको छ दुनियाँ मेरो परवाह नगर तिमीमै बसेको छ जे छौ जसो छौ तिमी मलाई चाहिने त्यति नै हो मलाई चाहिने यो कपडाले चाहिँ छेक्न पर्यो उहाँहरूलाई
लिनु एक भाग ओमा आजमणी विदाच्या दिस तेजुदाना लिंदे देता लाजा हुने निवाजन देवक नायकमाचे दहा जाने आजम देम प्रीतम चतुमापति स्वाहा इदम माध्यम एकचेति हाल्दै अस्ति मम इदम आग्ने स्वाहा लालिन हेरिलि ओम हिमालय दुवै वचन कर ह मम तुभ्यं शवनम दारण्य मन्यता विदारु सैदम आग्ने नम माला अब पार्वन भेल तपाईँहरू फस्नुभयो अहिले चोर्न नदिनु हुन्छ अन्तिममा दिन त्यही समाउने हो
I think we could work it out. So what are you doing now? मेरो प्रिय मेरो सबै थोक मेरो हाँसो ओखतिर रोक मेरो रुवाही उत्तेजना र शोक मेरो नरक र मेरो स्वर्ग लो मलाई याद आउँछ ती दिन फर्की बसन एकैछिन र नछोड समाति राखेको हात ढुङ्ग्याउन तिम्रो बात Cause I don't wanna be 20-something and still in my head about 17 in my bedroom talking. You said that by now we'd paint the walls of our shared apartment. You're still everything I want and I think we could work it out. So what are you doing now? Now that you finally got the job you like, I'm making money off the songs I write. I know you said that I could call you. I wonder if you wanna call too. Now that the future doesn't feel so far, it doesn't seem as wrong to want what's ours. And after everything that's happened, I wanna put it in the past tense. Cause I don't wanna be 20-something and still in my head about 17 in my bedroom talking. You said that by now we'd paint the walls of our shared apartment. You're still everything I want and I think we could work it out. So what are you doing now? Are you with somebody? Should I even care? No, you're not as happy as when I was there. In your faded t-shirt that I've kept this long, I still hear you laughing when I put साथै जुनी तिमीसँगै जिउन मन लाग्यो त्यो मनमा के कुरा छन् बुझ्न मन लाग्यो सैयो खोली तिमीसँगै तर्न मन लाग्यो त्यो दिलभित्र कोही छ कि बुझ्न मन लाग्यो साथै जुनी तिमीसँगै जिउन मन लाग्यो त्यो मनमा के कुरा छन् बुझ्न मन लाग्यो सैयो खोली तिमीसँगै तर्न मन लाग्यो त्यो दिलभित्र कोही छ कि बुझ्न मन लाग्यो
जति मागे नि पैसामा जाने हो धेरै यो जनले रोजेको माया कहिले नछुटोस्, यो मनले खोजेको साथ कहिले नटुटोस्। कतै दूरी टाढा हुँदा भुली जाने हो कि भुली जाने हो कि दो बाटोको फुल सम्झी कुल्चिने पो हो कि कुल्चिने पो हो कि पीरतीको सागरसँगै तर्न मन लाग्यो। त्यो मनमा के कुरा छन् बुझ्न मन लाग्यो। यो जुनी तिमीसँगै काट्न मन लाग्यो। त्यो दिनभित्र कोही छ कि बुझ्न मन लाग्यो। त्यो मनमा के कुरा यो जनले रोजेको माया कहिले नछुटोस्, यो मनले खोजेको साथ कहिले नटुटोस्। कतै दूरी टाढा हुँदा भुली जाने हो कि भुली जाने हो कि दो बाटोको फुल सम्झी कुल्चिने पो हो कि कुल्चिने पो हो कि पीरतीको सागरसँगै तर्न मन लाग्यो। त्यो मनमा के कुरा छन् बुझ्न मन लाग्यो। यो जुनी तिमीसँगै काट्न मन लाग्यो। त्यो दिनभित्र कोही छ कि बुझ्न मन लाग्यो। त्यो मनमा के कुरा छन् बुझ्न मन लाग्यो। दिनभित्र कोही छ कि बुझ्न मन लाग्यो।
अहिले तपाईँहरूले जित्नु भएको छ, अब जिन्दगीभर हाम्रो बहिनीले जितेर तिम्रो आँखाको गहिराईमा मलाई डुब्न देउन, तिम्रो सपनामा कहिले काहीँ मलाई आउन देउन। कति राख्छौ मनका कुरा मनमै गुम्साई, भन न भन केही त भन न। तिम्रो लागि म सधैँ हुनेछु, तिम्रो साथ म सधैँ दिनेछु। दिनु परेमा ज्यानै दिउँला, तर तिम्रो इच्छा म पुरा हुनेछु। तिम्रो लागि म सधैँ हुनेछु, तिमीलाई साथ म सधैँ दिनेछु। दिनु परेमा ज्यानै दिउँला, तर तिम्रो इच्छा म पुरा हुनेछु। हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै शङ्कै छैन। बुझ मेरो भावनालाई, तिमी बिना मेरो भविष्य छैन। हो अब धेरै नसताऊ मलाई, राखेको छु मनमा सजाय तिमीलाई। के पाउनु छ र के गुमाउनु छ, मरिलाने केही होइन दिएर मौका। तिम्रो लागि म सधैँ हुनेछु, तिमीलाई साथ म सधैँ दिनेछु। दिनु परेमा ज्यानै दिउँला, तर तिम्रो इच्छा म पुरा हुनेछु। तिम्रो लागि म सधैँ हुनेछु, तिमीलाई साथ म सधैँ दिनेछु। दिनु परेमा
अनि भइहाल्थ्यो तपाईँ लाएर गइसक्नु भएको थिएन अनि जतिखेर बीते सारे मौसम बाबुल तेरे घर में, अब चले पाओ मेरे पिया के शहर में। बीते सारे मौसम बाबुल तेरे घर में, अब चले पाओ मेरे पिया के शहर में। हो तूने विदाइयाँ कैसे लिखी मर जानिया, कैसे बताए और रब्बा सही नहीं हो जानिया। मधानिया हाय मेरे बाबला तेरिया मिठिया यादा मेरे पीछे पीछे आड़िया। हाय मेरे बाबला मेरिया हुणे गुड्डिया कोल तेरे जानिया। सीधा आएन त ओके नाइस कदमों से आगे, कदमों से आगे।
से जो बांधे मैंने टूटेंगे न धागे, टूटेंगे न धागे, टूटेंगे न धागे। हाथ मेरा थामा तूने, तेरी मेहरबानियाँ, मेरे नाम अब से तेरी सारी परेशानियाँ। मधानियाँ हाय वे मेरे डाडिया रब्बा, कि जमिया की माने ले हाय वे मेरे डाडिया रब्बा, कि ना जमिया की माने ले जानिया।
हात सुनार लाने हो क्या जिंदगी को खुशी को
अब यता आऊ अहिले पाउ यता आऊ पहिला त्यो माथिलाई गर्नुपर्छ सबैलाई सम्झेर जबरजस्त होला त्यो मङ्गल मुहुर्त हेर्नमा पर्छ जाँदा अरे लमा होइन त्यहाँ जाऊ त्यति भए पुग्छ त्यहाँ जाउँदा त्यति हो त्यो दुईजना त्यहाँ टक्क छोड त अनि उनीहरू ढोगिनुपर्छ है ढोगिनुपर्छ है हरि ओम महाशास शिरेना पुरुष सहस्रपाल सभूमिको सर्वतत्त्वात्यतिष्ठा साङ्गुलम मङ्गल भगवान् कृष्ण मङ्गल गर्दा मङ्गल पुण्डरी लाग्छ र छोडिदिनु मङ्गलाय स्तनु हरि मङ्गल मूर्तये नमः उतार तिमीले एउटा के रुमाला काटु दिया होला नि रुमाल पारेको छ नि त्यो छ नि होइन पोसल छ त्यो अब कुद्दा जाउँ होइन तिमी उतापट्टिबाट नानी यतापट्टिबाट काम गर्नुपर्छ है पाथी मार्नु पाथी कहाँ राखेको छ एउटा मैले तिमी बेला राति गएर तपाईँ यहाँ बस्छ यिनीहरू बस्छ ल खन्याउ अब खन्याउ त्यो लाङला पाथी खन्याउ न अब कसले ढाल भेट्छौ कसले पैसा भेट्छौ देखाउ त ल फेरि भन लाउ फेरि भन
फेरि भनेर लुकाउ त्यो पैसा आज मात्रै होइन यस्तो सुरु गर्नुपर्छ नि पैसा लुकाउ फेरि भेट्टाउने काम गर है तिमीले नै साम पाइदैन त्यहाँ पछाउन हातले ल अब बनाउनु पर्छ ल कसले भेट्टाउने हेरौँ है अब एकचोटि हो ल अब घुम्ट्यौ अब त भरे राख्ने होला राख्ने हो त्यो राख्ने नाङ्ले उतारेर राख नाङ्ले लैजाऊ ल जाऊ ल छोड्दिनु बाटो त्यहाँ त छिर्दैन नानी उताबाट ल्याउँदाखेरि के सामान त छुट्याएन त्यो तिम्रो पैसाको डालो मात्रै छुट्यो कि उनीहरू गइराख्ने होला नि होइन नि